यो बजेट हेर्दा अब मिश्रित खालको नै देखिन्छ। आकारमा धेरै ठुलो भयो, वास्तविक देखिएन। योजना आयोगले तोकेको सिलिङ 20 खर्ब वरिपरि थियो, त्यसमा झन्डै 1.5 खर्बभन्दा बढी बढाइएको छ। त्यसो हुँदा यो चाहिँ आकार अस्वाभाविक रूपले बढाइएको छ। एउटा यो वास्तविक होइन। अर्थमन्त्री स्वयंलाई पनि थाहा छ कि विगतमा 18-19 खर्ब ल्याउने अनि पछि वास्तविक चाहिँ त्यसलाई चाहिँ मूल्याङ्कन गर्दा 16-17 तिर आउँथ्यो। अब अहिले 21.5 खर्ब करिब पुर्याइसकेपछि यो वास्तविक होइन भन्ने अर्थमन्त्रीलाई पनि थाहा छ र यो अवास्तविक बजेट हो, यो अलि फुलेको बजेट हो। अर्को समग्रमा भन्दा अर्कोतिर भन्दा सबैतिर छुट दिने कुरा गर्नुभएको छ, अनुदान दिने कुरा गर्नुभएको छ, सामाजिक सुरक्षाका क्षेत्रहरू बढाउने कुरा गर्नुभएको छ। यो नराम्रो कुरा होइन, राम्रो कुरा हो। तर चाहिँ यसले चाहिँ के हाम्रो अर्थतन्त्रले धान्छ भन्दा धान्न सक्ने देखिँदैन। विगतमा खास गरी कम्युनिस्ट वामपन्थी अर्थमन्त्रीलाई आरोप लाउने अलि वितरणमुखी भयो भनिन्थ्यो। स्वयं अहिलेकै अर्थमन्त्रीले धेरै पटक धेरैवटा बजेटमा यो अलि लोकप्रिय अलि कनिका छर्ने खालको भयो भनिन्थ्यो। अहिले वितरणमुखी देखियो उहाँको। र यसमा उहाँहरूको कहीँ न कहीँ मनोविज्ञान के देखिन्छ भने अब स्थानीय चुनाव आउँदैछ, अहिलेको लोकप्रियता सधैँ स्थापित दलहरूको विरुद्धको जनमत नहुन सक्छ, कामले नै गर्नुपर्ने हुन्छ। गर्दा कहीँ न कहीँ अलिकति वितरण गरेपछि स्थानीय तहमा जनमत बनाउन सकिन्छ कि भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ। हेर्दा सानो सानो तर अलिकति माइन्युटली त्यो क्षेत्र हेरेको देखिन्छ। अर्को कस्तो देखिन्छ भने कृषि क्षेत्र जो हाम्रो 2/3 जनसङ्ख्या छ त्यो क्षेत्रको सुधारको उल्लेख्य कार्यक्रम आएन। त्यसै गरी युवाहरूलाई रोजगारी सिर्जना, अहिले मुख्य समस्या रोजगारी हो। वैदेशिक रोजगारीमा गएका युवाहरूलाई फिर्ता गर्ने, रोजगारी दिने, देशभित्रै अवसर सिर्जना गर्ने कुरा गरेर सत्तामा आएको पार्टीले त्यस सम्बन्धी युवा स्वरोजगार सम्बन्धी त्यसै गरी चाहिँ सो उद्यमशील बनाउने सम्बन्धी उल्लेख्य कार्यक्रम केही देखिएन। त्यसमा चाहिँ उहाँहरू चुक्नु भएको छ। अर्कोतिर के देखियो छ भने सबैतिर छुट राम्रो, मध्यम वर्ग बढाउने भन्नुभएको छ। मध्यम वर्ग बढ्छ, यसरी मध्यम वर्ग अलिकति खुसी होला। तर स्रोत कहाँबाट ल्याउने भन्दा स्रोत चाहिँ आन्तरिक ऋण यति धेरै कि 4 खर्बभन्दा बढी आन्तरिक ऋण भन्दा विगतमा 6 खर्ब 6.25 खर्ब ऋण उठाउने। विगतमा स्थापित दलहरूले ऋण बढी उठाए, देश लुटे खाए भन्दा अहिले कस्तो भनेपछि ऋण लिएर घिउ खाने जस्तो। ऋण निकाल्ने अनि कहाँ गर्ने भन्दा वितरण गर्ने, ऋण निकाल्ने अनि त्यसो ऋण काटेर सबै खर्च धान्ने जस्तो जो गर्नुभयो यो चाहिँ उहाँहरूको प्रतिबद्धता विपरीत आएको छ। कि विगतमा हामीले बेठिक बोल्यौँ, विगतमा बेठिक आरोपहरू लगायौँ भन्नु पर्यो? होइन भने झन् विगतभन्दा बढी ऋण लिने भन्दा यो उहाँहरूको प्रतिबद्धता वाचा अनुसारको मिलेन। र समग्रमा भन्दा चाहिँ अब यसमा चाहिँ अलि चाहिँ उहाँले प्याकेजिङ राम्रो गर्नुभएको छ, ब्रान्डिङ। जस्तै इनोभेसनको लागि 1%, म आफै अर्थमन्त्री हुँदा पनि छुट्याइएको थियो बजेटको 1%। यसपटक पनि त्यही छ। तर निरन्तरता गरिएको छ भन्दा यो पुरानोको हुने, छुट्याइएको छ भन्दा नयाँ मान्छेलाई त नयाँ जस्तो लाग्दो रहेछ। अरू धेरै कार्यक्रमहरू निरन्तर छ। गण्डकी त्रिभुज भनेको थिएँ मैले, त्यसलाई अर्को चाहिँ चतुर्भुज भन्नुभएको छ। एक प्रदेशमा एउटा विशेष कार्यक्रम ब्रान्डिङ गर्ने कुरा छ, त्यसलाई उहाँले चाहिँ अहिले चतुर्भुज भन्नुभएको छ। सुदूरपश्चिमको लागि पर्यटकीय पूर्वाधारको कुरा गऱ्यो अहिले त्यो। त्यसै गरी चाहिँ राम जानकी उसको चाहिँ अयोध्या के अरे उसमा चाहिँ जनकपुरलाई चाहिँ विवाह गन्तव्य भनिएको थियो। अहिले चाहिँ त्यस्तै तर निरन्तरता भन्दा चाहिँ नयाँ ब्रान्डिङ गर्ने कुरा राम्रो हो। यसले सङ्घीयतालाई बलियो बनाउँछ। त्यसै गरी हाम्रो मुख्य आर्थिक केन्द्रहरू काठमाडौँ, पोखरा, नारायणगढ, चितवन र चाहिँ बुटोल खण्डलाई जोडेर यो चाहिँ त्रिभुज थियो, अहिले चतुर्भुज बनाउनु भयो। यो नराम्रो कुरा होइन। यस्ता कुराहरू मैले स्वागत नै गर्छु। यसलाई राम्रोसँग कार्यान्वयन गर्नुहोस्। राम्रा कुरा हिल स्टेसनहरू थियो विगत कार्यक्रममा, यस्ता कार्यक्रम आएका छ। पर्यटनलाई अलिकति प्रवर्धन गर्ने कुराहरू विगतमा थिए, त्यसलाई अहिले जोड दिएर राख्नु भएको छ। यो कुराहरू राम्रा कुरा हुन्। धन्यवाद छ। अब भने चाहिँ कस्तो आयो बजेट, खास कस्तो आउनुपर्ने समीक्षा यो यहाँ राख्नु दिवस
पत्रकार मित्रहरू, यो 2083-84 को बजेटले समान पहुँचका लागि अवसर वृद्धि गर्ने भनेर भनेको छ, तर आधारभूत वर्गका लागि अवसर वृद्धि गर्ने खालका योजना र कार्यक्रमहरू समेटेको छैन। मध्यम वर्गको विस्तारको कुरा उठाइएको छ, तर त्यसलाई व्यवसायीकरण गर्ने, त्यसलाई क्षमतालाई समृद्धि गर्ने र उनीहरूको उद्यमशीलता विकास गर्ने दिशातर्फ यसले ढोका खोल्न सकेको छैन। तेस्रो कुरा, यसले मिसन मोड भनेर एउटा शब्द प्रयोग गरिएको छ, सनसेट कानुन भनेर दोस्रो शब्द प्रयोग गरेको छ, मातृभूमि स्थापना कोष भनेर तेस्रो शब्द प्रयोग गरेको छ, च्यालेन्ज फन्ड भनेर चौथो शब्द प्रयोग गरेको छ, तर यो सबै चिजको समष्टिगत प्रबन्ध उसले गर्न सकेको छैन। यस्तै गरी नेपाललाई ग्रे लिस्टबाट हटाउने सैद्धान्तिक कुरा गरेको छ, तर कसरी ग्रे लिस्टबाट नेपाल हट्छ यो विषयमा अर्थमन्त्रीज्यूले व्यक्त गर्न सक्नु भएको छैन। यस्तै गरी उहाँले अर्को महत्त्वपूर्ण कुरा, सुनकोशी मरिन डाइभर्सन जो 2 वर्षभित्रमा पुरा गर्ने हाम्रो लक्ष्य थियो, तर यसलाई उहाँले बढाएर 4 वर्षको लक्ष्य निर्धारण एकातर्फ गर्नुभयो भने 1,22,000 हेक्टर तराई, मध्य तराईलाई सिँचाइ गर्ने कार्यक्रमलाई उहाँले ठोस रूपमा लान सक्नु भएन। यस्तै गरी उहाँले सामुदायिक वनले उद्यम सञ्चालन गर्न पाउने भन्ने एउटा सकारात्मक कुरा उहाँले उठाउनु भएको छ, त्यसको लागि म सम्मान गर्न चाहन्छु। अर्को, उहाँले धितोमा लिजलाई धितो राखेर उद्यमीलाई ऋण प्रवाह गर्ने कुरा एउटा सकारात्मक छ। विज्ञान प्रविधिलाई 1% बजेट, त्यो सकारात्मक छ। तर अर्को महत्त्वपूर्ण कुरा, अब 3 वर्षभित्र चाहिँ 90% नेपालीलाई स्वास्थ्य बिमा कार्यक्रममा सामेल गर्ने भनेर अहिलेको स्वास्थ्य बिमा कार्यक्रमको निजी क्षेत्रलाई दिइरहेको स्वास्थ्य बिमा कटौती गरेको छ। अर्कोतर्फ अहिले चाहिँ त्यो चिजलाई सङ्कुचित गरिएको छ र अहिले जति स्वास्थ्य बिमा कार्यक्रमको भार छ सरकारको बजेटमा, त्यो भारलाई चाहिँ व्यवस्थापन गर्ने विनियोजन भएको मैले पाएन। यस्तै गरी सामाजिक सुरक्षाको क्षेत्रमा अब सक्नेले छोड्ने, नसक्नेलाई जोड्ने भनेर उहाँले जे नारा कायम गर्नुभएको छ, यसले सामाजिक सुरक्षाको क्षेत्रबाट यो सरकार पछि हटेको देखिन्छ। यसको सँगसँगै आधुनिक उहाँले ब्लू बस भनेर महिलाको लागि सेवा प्रदान गर्ने कुरा गर्नुभएको छ। नाराको हिसाबले ठिकै होला, तर प्र्याक्टिकल रूपबाट यो सम्भव छैन। यस्तै गरी राष्ट्रिय आवास कम्पनीले 100 परिवारलाई आवास बनाएर वितरण गर्ने भनेर उहाँले कुरा उठाउनु भएको छ। यत्रो 10 लाख आवासको प्रबन्ध गर्नुपर्ने ठाउँमा 100 घरको प्रबन्ध गरेर उहाँले के सन्देश दिन खोज्नु भएको अचम्मको कुरा छ। यस्तै गरी अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई नेपालमा अब उच्च शिक्षाको शैक्षिक कार्यक्रमको ढोका खोल्ने भनेर भन्नुभएको छ। यसबाट नेपालका विश्वविद्यालयहरूलाई वन्द्याकरण गर्ने र अन्तर्राष्ट्रिय प्लेग्राउन्ड नेपालको शैक्षिक क्षेत्रमा गर्ने खालको जुन सोच बनाउनु भएको छ, यो अत्यन्त खतरनाक कुरा छ। यस्तै गरी कृषि क्षेत्रमा उहाँले प्राङ्गारिक मलका लागि जम्मी 36 करोड रुपियाँ विनियोजन गर्नुभएको छ। प्राङ्गारिक मल आजको राष्ट्रिय आवश्यकता हो। हामीले अर्ग्यानिक उत्पादनमा बढाउनु पर्नेछ, तर अर्ग्यानिक उत्पादनलाई बढोत्तरी गर्ने कुरा सँगसँगै उहाँले प्राङ्गारिक मलको उत्पादन र अनुदानको सन्दर्भमा भारी कटौती गर्नुभएको छ। यो अत्यन्त गम्भीर अर्को प्रश्न छ भने अर्कोतर्फ शिक्षामा 2 खर्ब 18 अर्ब रुपियाँ उहाँले बजेट विनियोजन गर्नुभएको छ र यो शिक्षामा जसरी हामीले बजेटको बढोत्तरी गर्ने जोड र माग गरेका थियौँ, यसतर्फ उहाँले ध्यान दिनुभएको छैन। सामुदायिक विद्यालयमा आवासीय विद्यालयहरू पहाडी र हिमाली क्षेत्रमा स्थापना गर्नुपर्छ भन्ने हाम्रो जोड थियो। उहाँले यसमा चाहिँ अब अपाङ्ग असक्षमहरूका लागि केही सुविधाको कुरा गर्नुभएको छ भने चितवनको चेपाङ जातिलाई आवासीय विद्यालयमा राख्ने कुरा गर्नुभएको छ। त्यो आफैमा राम्रो छ, तर यसरी शैक्षिक क्षेत्रमा व्यापक ठुलो जुन पूर्वाधार विकास र चाहिँ गुणस्तर विकासको काममा ध्यान दिनुपर्ने थियो, त्यो गर्न सक्नु भएको छैन। सँगसँगै उहाँले अब आधारभूत तहको सुकुम्बासीलाई 1 वर्षमा व्यवस्था गर्ने भनेर
कोरा कुरा गर्नुभएको छ, ठोस योजना अगाडि सार्नु भएको छैन। त्यसो भएको हुनाले सुकुम्बासी समस्या अत्यन्त जटिल बनेर जाने अवस्था छ। त्यस्तै गरी उहाँले आज पहाडी, मध्य पहाडी, उच्च पहाडी क्षेत्रमा चाहिँ वन्यजन्तुको आक्रमणबाट आज खेतीबाली नाश भइरहेको छ, बाँदरले आतंक मचाइरहेको छ, दुम्सीको त्यस्तै छ, बँदेलको त्यस्तै छ। यस विषयमा अब यसलाई हामीले व्यवस्थापन गर्ने कुरातर्फ उहाँले एक शब्द पनि बोल्नु भएको छैन र कृषिलाई आधुनिकीकरण व्यवसायीकरण गर्ने कुरामा पनि उहाँ ठोस रूपमा अगाडि बढ्न सक्नु भएको छैन। त्यस अर्थमा यो अलि निराशाजनक बजेटको रूपमा हामीले हेरेका छौँ। धन्यवाद। हस्, धन्यवाद मान्यज्यू, धन्यवाद। हजुरको पालो आयो। ल ए बोमसमहरू भइहाल्यो। अलि अगाडि भयो। ठिक छ। अब बजेटको प्रारम्भिक प्रतिक्रिया चाहिँ कस्तो रह्यो यहाँहरुको? यसो छ, बजेटको सबैभन्दा चाहिँ प्रमुख विशेषता भनेको सुधारमुखी एजेन्डा देखिन्छ है। यसको पोजिटिभ साइड्समा हेर्ने हो भने चाहिँ अब अफसोर बन्ड, डायस्पोरा बन्ड जस्ता बजेटका चाहिँ अब अवयवहरू चाहिँ इनोभेटिभ फाइनेन्सिङ मेकानिजमको दृष्टिले चाहिँ राम्रो नै हो, प्रगतिशील कदम जस्तो चाहिँ देखिन्छ। अब त्यसमा एआई फ्याक्ट्री स्थापना गर्नेदेखि मातृभूमि कोषको चाहिँ एउटा अवधारणा पनि रोचक आएको थियो। अब सार्वभौम क्रेडिट प्रणाली, सभरेन क्रेडिट रेटिङको विचार पनि सैद्धान्तिक रूपमा आशाजनक नै मैले पाएको थिएँ। तर बजेटले नेपालमा निरन्तर देखिँदै आएको जुन एउटा समस्या छ, लेखा परीक्षणमा चाहिँ अनियमितता घटाउने विषयमा चाहिँ ध्यान दिएको छैन जस्तो मेरो अनुभूति भयो। अब अरबौँ रुपियाँको चाहिँ बेरुजु घटाउने विषयमा पनि ठोस पहल कदमी देखिएन होइन। अनि त्यही भएर अब यो सिचुएसनमा जुन सभरेन क्रेडिट रेटिङमा हामी चाहिँ यो फिच रेटिङमा BB- मा छौँ होइन, त्यो ग्रेड लिस्टको त अर्कै कुरा भयो। त्योबाट कसरी माथि आउन सक्ने भन्ने कुरा चाहिँ प्रश्न प्रक्षेपण चाहिँ देखिएन। अब राम्रो कुराहरूमा अरू भनेको कर्मचारीहरूको चाहिँ तलब बढेको छ, यसले उहाँहरूको मनोबल बढ्नाले चाहिँ अब ब्युरोक्रेसीमा एकदमै सकारात्मक ऊर्जा आउँछ भन्ने हाम्रो कुरा हो। इन्फ्लेसनलाई पनि समायोजन गर्ने प्रयास गरेको छ, त्यो पनि एउटा सकारात्मक पाटो हो। अब जस्तो करको कुरामा पनि अलिकति मध्यम वर्गलाई रिलिफ दिएको छ केही हदसम्म होइन, त्यो एउटा पाटो चाहिँ छ। तर समग्रमा मैले भन्नुपर्दा चाहिँ बजेट चाहिँ अत्यन्तै महत्त्वकाङ्क्षी जस्तो मैले पाएको छु र त्यहाँ सुन्दाखेरि चाहिँ विश्वकै उत्कृष्ट बजेट हो जस्तो एउटा सुमधुर सङ्गीत सुनेको जस्तो लागेको थियो होइन, गरिएको थियो, त्यो किसिमको फ्लोमा चाहिँ थियो। तर सबैभन्दा मुख्य प्रश्न भनेको चाहिँ कार्यान्वयन संरचनासँग सम्बन्धित छ। जस्तो भोलिदेखि हामीले चाहिँ हेर्नुपर्ने सरकारले अब चाहिँ कार्यान्वयनको ढाँचा चाहिँ कसरी डिजाइन गर्छ भन्ने कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण हामीले प्रतिपक्षले, सत्तापक्षले, मिडियाले याद गर्नुपर्ने कुरा चाहिँ यही हो। अनि बजेट चाहिँ कस्तो लाग्छ भने घोषणाको कार्यक्रम मात्रै होइन, यसको प्रभावकारी कार्यान्वयन नै सबैभन्दा महत्त्वपूर्ण पाटो हो। अब अर्को वास्तविक प्रश्न चाहिँ कस्तो छ भने घोषणा गरेका सबै कुराहरू कार्यान्वयन गर्न चाहिँ हाम्रो देशसँग चाहिँ आन्तरिक स्रोत साधन छ कि छैन। र यो बजेटमा मैले मिस गरेको भनेको आन्तरिक रूपमा हाम्रो आय चाहिँ बढाउने विषयमा चाहिँ अलिकति हामी कमजोर थियौँ जस्तो लाग्यो, चुक्यौँ जस्तो लाग्यो। इन्टरनल इन्कम बढाउने कुरामा चाहिँ मैले अर्थमन्त्रीज्यूबाट अझै इनोभेटिभ इन्कम जेनेरेसनमा आउँछ जस्तो लाग्यो, त्यो आएन। वास्तविक स्रोत बिना चाहिँ जुन किसिमले गरिएको घोषणाहरू चाहिँ आश्वासनमा मात्रै सीमित हुँदाखेरि नीतिगत विफलतामा चाहिँ परिणत हुने हो कि भन्ने मेरो चाहिँ कन्सर्न छ। अब अर्को कुरा भनेको चाहिँ नेपालसँग पर्याप्त चाहिँ तपाईँको वित्तीय तथा संस्थागत क्षमता नभएको परिप्रेक्ष्यमा चाहिँ सरकारले बजेट चाहिँ संसारकै उत्कृष्ट दस्तावेज जसरी प्रेजेन्ट गर्यो, सबै क्षेत्रलाई समेटेको छ, समेट्नलाई कुनै क्षेत्र चाहिँ छैन। तर सरकारको नीति र यथार्थताबारे चाहिँ एकदमै ठुलो अन्तर पैदा हुन्छ जस्तो मलाई चाहिँ लागेको छ। बजेटले लामो आकाङ्क्षाको सूची पनि तयार पारेको मैले नोट गरेँ होइन, तर यसले उपलब्ध स्रोत, तपाईँको कार्यान्वयन क्षमता र हाम्रो संस्थागत सीमालाई चाहिँ कम्प्लिटली व्यवस्था गरेको छ जस्तो मलाई लाग्यो। अब राजनीतिक रूपमा भन्नुपर्छ भने आकर्षक छ बजेट, तर व्यवहारमा चाहिँ असम्भव किसिमका प्रतिज्ञाहरू पनि उत्पादन गरिएको छ। यद्यपि हामीले त शङ्काको लाभ दिनुपर्ने हो। अब यो बजेटले चाहिँ भोलिको दिनमा सत्तापक्षलाई, सरकारलाई के समस्या हुन्छ भने निकट भविष्यमै यो कुराहरू डेलिभरी गर्न यति डिफिकल्ट देखिन्छ कि जनताले राज्यप्रतिको चाहिँ एउटा ट्रस्ट डेफिसिट चाहिँ जेनेरेट गर्छ भन्ने मलाई शङ्का र डर पनि छ। त्यो वातावरण नबनोस् होइन, सबै कुरा कार्यान्वयन होस् नै भन्छु। तर बजेट विकासको औजार भन्दा पनि राजनीतिक चाहिँ प्रदर्शनको दस्तावेज जस्तो चाहिँ
बन्न सक्छ कि भन्ने एउटा सम्भावना देखिराखेको छु। यो विकासको औजार नबनोस्, वास्तवमै कार्यान्वयन भएर सफल दस्तावेज बन्न सकोस्। तर जुन प्रकारको बजेट आएको छ यसले कतै राज्यलाई चाहिँ अहिलेको स्थितिमा चाहिँ अल्पकालीन लोकप्रियतातर्फ मात्र धकेल्ने हो कि भन्ने पनि मैले चाहिँ अवस्था देखेको छु। अल्पकालीन लोकप्रियता होइन, दीर्घकालीन चाहिँ सुधार खोजेको हो नेपाली जनताले यो समयमा जस्तो लाग्छ होइन। र अर्को कुरा बजेट चाहिँ यो बजेट निर्माण यथार्थपरक स्रोत अनुमान होइन, संस्थागत क्षमता मूल्याङ्कन नगरी र प्राथमिकताको चाहिँ कठोर छनौट बिना नै ल्याइएको जस्तो मलाई अनुभूति भयो। अब यस्तो अभ्यासले चाहिँ सार्वजनिक अपेक्षाहरू चाहिँ एकदमै हत्ते बढाउँछ, किनभने हामीलाई सुन्दाखेरि पनि एकदमै कर्णप्रिय नै लागेको थियो। तर सार्वजनिक अपेक्षा अनुरूप चाहिँ परिणाम दिन सकेर भने चाहिँ भोलि जनतामा ठुलो निराशा चाहिँ यसले उत्पन्न गर्न सक्छ। तर यो कुरा नदोहोरियोस्, जुन विगतमा भयो त्यो कुराहरू नदोहोरियोस् होइन। अब अरू भनेको चाहिँ तपाईँको यो चाहिँ सपना बेच्ने माध्यम पनि नबनोस्। र अर्को कुरा चाहिँ हामी एकदमै ऋणमुखी पनि देखिया छौँ। हुन त राज्यलाई अहिलेको हाम्रो स्रोतको अवस्था हेर्दाखेरि ऋण त लिनुपर्छ होइन। तर कस्तो हुन्छ भन्दाखेरि ऋण त लिने, तर हाम्रो आन्तरिक स्रोततर्फ चाहिँ राज्यले यो सरकारले यो बजेट बनाउँदा ध्यान नदिएको कि जस्तो पनि चिन्ता लाग्यो। र आन्तरिक ऋण जस्तो वैदेशिक ऋण त अलिकति सस्तो हुन्छ त्यसको ब्याज दर, तर आन्तरिक ऋणको चाहिँ वास्तविक चाहिँ एकदमै ठुलो समस्याले हामीलाई, हाम्रो सरकारलाई, हाम्रो देशलाई जकडिसकेको छ। बाहिर ऋण भन्दा पनि अहिलेको समस्या सम्बोधन भनेको आन्तरिक ऋण गर्नुपर्ने हो, त्यो कुरामा देखियो। अब ओभरअल मैले अघि पनि भने जस्तै एकदमै महत्त्वकाङ्क्षी छ। अब सरकारलाई शङ्काको लाभ दिने हो, तर भोलि कार्यान्वयनको पाटो चाहिँ हामीले निहाल्दै जानुपर्छ। एउटा क्वेसन सोध्नु, जस्तो यो सरकार, नयाँ सरकारले नयाँ भिजन, नयाँ योजना युवाहरूलाई व्यवस्थापन गर्ने, यही पनि तपाईँ धेरै बेरोजगार देख्न सक्नुहुन्छ होइन। नयाँ नीति, नयाँ नियम ल्याएर देशलाई नयाँ मोडमा अगाडि बढाउने भनेर जुन छ, यसले यो बजेटले अहिलेका जुन बेरोजगार युवालाई र अहिले जुन सुकुम्बासीलाई र जुन शिक्षालाई उदाहरणीय राम्रो प्रविधिसहितको बनाउने भन्ने नीति जुन पुर्खौँदेखि छ, यी तीनटा विषयलाई कसरी बजेटमा अगाडि बढेको छ? ती कुराहरूलाई त मैले नीति तथा कार्यक्रममै नै यहाँलाई भनेको थिएँ। नीति तथा कार्यक्रममा चाहिँ मैले भने नि आन्तरिक रूपमा चाहिँ स्रोत साधन बढाउने, आन्तरिक रूपमा हाम्रो इन्कम चाहिँ बढाउने विषयमा त नीति तथा कार्यक्रममै केन्द्रित देखेको थिएन। यो बजेटमा पनि त्यो कुरा चाहिँ अलिकति मिसिङ छ। र शिक्षा जस्तो खेलकुदकै क्षेत्रमा एकदमै थोरै बजेट छ होइन। श्रम, जहाँ चाहिँ युवाको श्रमसँग जोडिएको हुन्छ, श्रमलाई पनि एकदमै थोरै बजेट राखिएको छ होइन। त्यसले गर्दाखेरि यो च्यालेन्जिङ नै हुन्छ। र योले एउटा राम्रो पक्ष भनेको ऊर्जा क्षेत्रलाई एकदमै सकारात्मक हिसाबमा बजेट हालिएको छ। अब त्यसको कार्यान्वयन र भोलि त्यसको इफिसियन्सी कस्तो हुन्छ र त्यो क्षेत्रले कस्तो खालको रोजगार सृजना गर्छ भन्ने अब यो कार्यान्वयन पक्ष बाँकी नै छ। अहिले हेर्दाखेरि चाहिँ मैले त्यही भने नि, एकदमै भोलिको दिनमा यो डेलिभरी गर्न हाम्रो आन्तरिक रूपमा चाहिँ हाम्रो यथार्थता भन्दा चाहिँ कमी नै हो यो बजेट होइन। हेर्दाखेरि चाहिँ एकदमै ठुलो स्केलको बजेट आएको छ, लगभग 22 खर्बको बजेट आउँदाखेरि आन्तरिक रूपमा हाम्रो क्षमता त कमै हो। त्यसमा पनि तपाईँले चालु पुँजी हेर्नुभयो भने कति पनि छैन होइन। त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ जनता भोलि निराश नहोस् र यसले ट्रस्ट डेफिसिट सृजना नगरोस्। जस्तो अहिले प्रत्येक पालिकामा हामी जान्छौँ, त्यहाँ कस्तो समस्या छ भने प्रत्येक पालिकामा 150 जना आएर चाहिँ उहाँहरूले भन्नुहुन्छ हामी सुकुम्बासी हो, सरकारले हामीलाई कसरी व्यवस्थापन गर्छ होइन। मसँगै धेरैचोटि भेट भएको छ, 150 जना भेट हुन्छ होइन। यसलाई जो साँच्चीकै सुकुम्बासी हुनु, उहाँहरूलाई नेपाल सरकारले के व्यवस्थापन गर्छ? अब अहिलेसम्म त प्रष्ट रूपमा उहाँहरूको योजना आएको छैन। उहाँहरूले बजेट अहिले सुनाउँदाखेरि त तुरुन्तै कति महिनामै नै अब होइन व्यवस्थापन गर्ने नै भन्नुभयो। तर यो यति सहज कुरा पनि छैन होइन, किनभने यसमा पनि राज्यको ठुलै स्रोत चाहिन्छ। उहाँहरूलाई उहाँको शिक्षा दीक्षा, उहाँको रोजगारी, वासस्थानदेखि लिएर हरेक कुरा धेरै नै छ। अब उहाँहरूले एकदमै सहज रूपमा प्रस्तुत गर्नुभएको छ, तुरुन्तै हामी गर्छौँ, सहकारी पीडितको पनि हामी पैसा दिन्छौँ, तर राज्यसँग त्यो स्रोत चाहिँ म देख्दिनँ। त्यसले गर्दा यो च्यालेन्जिङ नै रहन्छ। यसमा सरकारले एकदमै गम्भीरतापूर्वक लिनुपर्छ, किनभने सुकुम्बासीको समस्या काठमाडौँ कुनै प्राइम सिटीमा मात्र होइन, देशैभरि छ होइन। त्यसले गर्दाखेरि अहिलेको हाम्रो स्रोत साधन र बजेटले त्यसलाई पर्याप्त मात्रामा समेटेको जस्तो मलाई लाग्दैन। भन्न चाहिँ मध्यमवर्गीयलाई चाहिँ अलिकति एड्रेस गरिएको छ भनेर भनिएको छ, अलिकति सहज बनाउनको लागि। तर नीति तथा कार्यक्रम र बजेटको चाहिँ अब चाहिँ कसरी इम्प्लिमेन्टेसनमा जान्छ भन्ने कुरा चाहिँ अब स्पष्ट अहिले भन्न मैले सक्दिनँ। एउटा हजुरलाई मानिन्छ जस्तो एसियन हाइवे छ, यो हामी सबै तपाईँहरू हिँड्नु र हामी हिँड्छौँ होइन, हामी पनि हिँड्छौँ। एकदम जोखिम छ, जाँदा जाँदै
खाल्टोभित्रै छिरेछ, लापरवाही पनि छ। नेपाल सरकारले यो एसियन हाइवे जुन हामी मेन रोड छ यसलाई व्यवस्थापन, गुणस्तर, सुरक्षा व्यवस्थापन निर्माण त हुँदैछ तर धेरैको ज्यान गएको छ। यसलाई व्यवस्थापन र गुणस्तर र यो सम्पन्न गरेर नेपाललाई सुखी सम्पन्न र नयाँ यो एसियन हाइवे सम्पन्न गर्ने के व्यवस्था र कहिलेसम्ममा हुन्छ होला? त्यो चाहिँ तपाईँले सरकार पक्षकै माननीयलाई सोध्नु पर्यो होइन। यसमा चाहिँ यस्तो होइन, म झापाको मान्छे, झापामै एसियन हाइवे बनिराखेको छ तर त्यहाँनिर एकदमै त्यो मलाई धेरै दीर्घकालीन योजना बन्छ जस्तो लागेन, त्यो टिक्छ जस्तो लागेको छैन। जुन किसिमको चाहिँ तपाईँको खेलाचीपूर्वक त्यहाँ चाहिँ त्यो रोड बनाउँदाखेरि हामी त गाउँले हो नि त, हामीले त देखेको छौँ त्यहाँ कसरी काम भएको छ भनेर। र त्यसले गर्दाखेरि मैले त्यो एसियन हाइवे धेरै सस्टेनेबल हुन्छ जस्तो मलाई लाग्दैन। राज्यले त्यसमा भएका अनियमितताहरू चाहिँ एकपटक राम्रोसँग अध्ययन गर्नुपर्छ जस्तो लाग्छ। तपाईँको प्रश्न ठ्याक्कै चाहिँ सत्ता पक्षले जवाफ दिनुभयो भने सजिलो हुन्छ म भन्दा। तर उहाँहरूको होइन, हामीले त भन्ने नै हो त्यो बनेको छैन, अपुरो छ, समस्या छ। म त भनिरहेको छु, म त्यही एसियन हाइवेमै बस्ने मान्छे परेँ। तर एउटा कुरा चाहिँ के थियो भन्दाखेरि रोड सेफ्टीको लागि, रोडहरूको लागि चाहिँ बजेट चाहिँ राम्रै छुट्याइदिनु भएको छ अर्थमन्त्रीज्यूले होइन। यो मैले हेर्दाखेरि रोड मर्मतमा मात्रै 28 अर्बको बजेट छुट्याउनु भएको छ। यसले रोड बन्छ, यसले होइन, यो चाहिँ मेन्टेनेन्सहरूको लागि हो। यो 28 अर्बको चाहिँ अलिकति सुरक्षा दृष्टिकोणले खाल्डाहरू पुर्ने सबै धुलोहरू मिलाउने भन्ने हिसाबले हो। रोड त खन्यो तर कहिलेसम्म बन्छ, कहिले हामी हिँड्न पाउँछ धुलो धुवाले त्यसले चाहिँ सख्त बनाइसक्यो होइन। यसले कहिलेसम्म कति वर्ष पुरो त्यो मैले अहिले भन्नु सकेँ। के छ मानिस अब जस्तो प्रमुख प्रतिपक्षी दलको नजरमा चाहिँ सरकारको बजेट कस्तो रह्यो, प्रारम्भिक प्रतिक्रिया चाहिँ के छ यहाँहरूको बजेटप्रति? म अलिक पोजिटिभली पहिला सुरुमा कुरा गरौँ। यसले कर प्रणालीमा गरेको परिवर्तनले नेपाली उद्योगी र उत्पादनलाई चाहिँ संरक्षण गर्ने नीति लिएको जस्तो देखिन्छ। आयकरको माध्यम आय भएकाहरूलाई राहत दिएको जस्तो चाहिँ देखिएको चाहिँ के नयाँ चाहिँ यसमा यो छ। अनि तपाईँको खर्च घटाउनको लागि केही निकाय खारेज जुन गर्नु उचित भए पनि त्यसले तर सर्भिस डेलिभरीमा चाहिँ प्रभावित हुन सक्छ कि भन्ने छ। अर्को एनसीसी कम्पनीलाई तपाईँको यो मोडलमा लैजानुपर्ने भन्ने छ नि, कम्पनी मोडलमा लाने भन्ने कुरा, यो चाहिँ तपाईँको 2047को काङ्ग्रेसको बजेट नीतिमा नै थियो। त्यसले उहाँहरूले अङ्गीकार गर्नुभएको छ। त्यसको लागि उहाँहरूलाई कृतज्ञ पनि व्यक्त गर्न चाहन्छु। तर सँगै म के एउटा तपाईँको डेटा जस्तै हामीसँग भएको प्रस्तावित बजेटको आकार राष्ट्रिय योजना आयोगले हेर्नुहोस् है 18.97 तपाईँको खर्बको बजेट सीमा दिएकोमा प्रस्तावित बजेटमा अहिलेको हालको बजेटमा रु 21.24 खर्बको आयो। यो दिएको सीमाभन्दा 12% तपाईँको यो चाहिँ बढी छ। यसमा यसको स्रोतहरूलाई तपाईँको हेर्ने हो भने राजस्वमा 14.05 खर्ब, वैदेशिक ऋणमा 2.47 खर्ब, यो हालसम्मको सबैभन्दा धेरै वैदेशिक ऋण हो। सँगैमा हजुरको हेर्ने हो भने यसलाई सँगैमा हेर्ने भने आन्तरिक ऋण हामीसँग जम्मा 4.10 खर्ब मात्र छ। अहिलेसम्मको आन्तरिक र बाहिर ऋणको आकार रु 29.33 खर्ब पुगेको छ। यो बजेटसँगै तपाईँको जम्मा रु 6.57 हुने जुन अहिलेको अवस्था भन्दा 22.41%ले बढ्छ। त्यसले गर्दाखेरि प्रत्येक नेपाली नागरिकको टाउकोमा चाहिँ ऋणको भार चाहिँ लगभग 1,20,000 भन्दा बढी पुग्न चाहिँ जान्छ। त्यसले गर्दाखेरि रोज यो रिजाइको लागि तपाईँको बजेटको आकार त ठुलो देखिएको छ, तर राष्ट्रको खर्च गर्ने क्षमता हामीलाई थाहा छ, तपाईँहरूलाई पनि थाहा छ होइन, जसले गर्दा जनताको महत्त्वाकांक्षा चाहिँ बढेको छ। तर यसले कालान्तरमा चाहिँ तपाईँको जनताहरूलाई फेरि नागरिकलाई तपाईँको निरुत्साहित गर्ने खालको बजेट आएको छ होइन। र त्यसले गर्दाखेरि यो हामी भनेर भन्छौँ नि तपाईँको यो आर्थिक रूपमा मात्र खराब नभएर राजनीतिक रूपमा पनि अझ धेरै यो चाहिँ वर्ष छ अथवा चुकेको छ भनौँ। यो बेला तपाईँको अहिलेको वर्तमान दुई तिहाईको सरकारलाई, दुई तिहाई करिब नजिकको सरकारलाई यो सबैभन्दा ठुलो अवसर पनि थियो, अपर्च्युनिटी पनि हो। तर आर्थिक वृद्धि दर जुन उहाँहरूले प्रक्षेपण गरेको 7% छ पुर्याउनको लागि तपाईँको 657 तपाईँको खर्ब ऋण लिएर 431 अर्ब पुँजीगत खर्च गर्ने प्रस्तावले नै सरकारको प्राथमिकता कस्तो छ भन्ने कुराको त यथार्थ चित्रण गरेको छ। लिएर बजेट वितरण गर्ने वितरणमुखी पपुलिस्ट बजेट आयो भन्ने एकदमै
एकदम त्यसले गर्दाखेरि यसले तपाईँको हामीलाई अझ थप तपाईँको निराशातिर धकेल्छ। कार्यान्वयन चाहिँ कस्तो होला? अब यो कार्यान्वयनको चाहिँ सम्भावना छ? हामीले अघिल्लो हामीसँग वर्षको बजेट पनि घटाएर मैले अघि नै पनि हजुरलाई उल्लेख गरेँ, हामीसँग राष्ट्रको खर्च गर्ने तपाईँको क्षमता कति छ भन्ने कुरा हामीलाई थाहा छ, तपाईँ हामीलाई पनि सबैलाई थाहा छ। त्यसले गर्दाखेरि तपाईँको बजेटको आकार ठुलो बनाएर मात्रै खर्च गर्ने क्षमता तपाईँको उत्पादनशीलतामा तपाईँको अगाडि गएन भने, उत्पादनमा जान सकेन रहेछ भने हामीहरू तपाईँको के हुन्छ त यसले तपाईँको राम्रो प्रतिफल आउँदैन। त्यसले गर्दाखेरि रोक लिइरहेको लागि जस्तो छ। तर केही हिसाबको तपाईँको केही नयाँ कुराहरू मैले अघि पनि भने ट्याक्सेसनको कुराहरूमा, ट्याक्सेसन सिस्टमको कुरामा केही चेन्ज गर्न खोजिएको छ। हरेक इकोनोमी हामी पहिलादेखि पनि भनेर भन्थ्यौँ, त्यसमा पनि केही इम्फेसिस चाहिँ दिन खोजेको छ। त्यो केही पाटो ठिक छ, तर पनि सकारात्मक पाटो भयो। त्यसले गर्दा